हेलो गाइस, यो म हो, यो मेरो साथी अञ्जली हो। मेरो घर कपिलवस्तु अनि उसको घर चाहिँ गुल्मी हो। अनि हामी चाहिँ गुडगाउँ सेक्टर 23 मा हामी चाहिँ एकै ठाउँमा काम गर्छौँ। अनि एकै ठाउँ काम गर्छौँ अनि ऊ चाहिँ आउने जाने काम गर्छ, म चाहिँ 24 घण्टाको काम गर्छु। एकदम मिल्ने साथी हो, एकदम बहुत माया लाग्छ। यसको बहिनी जस्तो प्यारी कुची कुची बहुत माया लाग्छ। अहिले चाहिँ हामीहरू यहाँ मार्केट जान लाग्यो। यस्तो चाउमिन मोमो खान मन लाग्यो, मार्केट जान लाग्यो। साँझ परेपछि बाहिर मार्केट निस्किन बहुत मजा आउँछ। अनि कथेर काहीँ निस्किन पर्छ कि एकै ठाउँमा काम गरिराख्दा पनि एकदम झ्याउ लाग्छ। त्यस्तैले हामी चाहिँ गुडगाउँमा काम गर्छौँ। उसको फ्यामिलीहरू चाहिँ यही बस्नुहुन्छ। म चाहिँ अस्ति 20 दिन घर बसेर आएको, 15 महिनामा थिएँ। अब थाहा छैन कतिमा आउँछ नि। चाप्के आफ्नो गाउँघरमा चाहिँ मकै किनेर खान पर्दैन, यहाँ चाहिँ यसरी मकै किनेर मकै किनेर खानु पर्छ। अब 20 रुपियाँ पर्छ होला। अब एउटा गरेर खाऊ न, कस्तो धेरै खाएको र यो चाहिँ पुरा समसन घाटो होला, यहाँ मान्छे चलाउँछन्। यसो भूतहरूसँग दोस्ती गर्न आएको जैसे हम दीवाने थे वैसे ही दीवानी है आज भी ये होठों पे तेरे ही तराने हैं। मेरे ख्याल में दिल की किताबों में लिख